नमस्कार। म बद्रीप्रसाद सापकोटा हजुरहरूलाई स्वागत छ मलावर देवी काउ फार्म युट्युब च्यानलमा। आज हामीले यस च्यानलभित्र विभिन्न कुराहरू राख्ने क्रममा आज हाम्रो चाहिँ यहाँ विज्ञ केन्द्रबाट आउनुभएका डाक्टर साहबहरू आउनुभएको छ। उहाँहरूले चाहिँ बाँझोपन गाई र भैँसीमा चाहिँ भएको बाँझोपनको समस्या समाधानका लागि भनेर विभिन्न ठाउँहरूमा गाई भैँसीको समस्या हेर्दै आउनुभएको छ। उहाँहरू हेर्ने क्रममा आज मेरो गोठसम्म पनि मेरो फर्ममा पनि आउनुभएको छ। हाम्रो यो फर्ममा चाहिँ यिनी हाम्रा भएका तिनी गाई उता भएका गाईहरू जुन तिनमा केही समस्या छैन, सबै गाई एकदम नर्मल छन्, सबै ठिक छन्, कन्डिसन राम्रो छ तिनी गाईहरूको। भने हामीले अहिले भर्खरै जङ्गलतिरबाट ल्याएका यताउता छोपेर पालेका यस्ता बाछीहरू हुने नि यिनी बाछी, एउटा यो रातो बाछी र एउटा त्यो कालो बाछीमा यिनीहरूको उमेर भइसक्यो तर पनि यिनीहरूले चाहिँ बिजी नखोज्ने समस्या भएको हुँदा आज हामीले सरहरूलाई चाहिँ डाक्टर साहबहरूलाई चाहिँ यिनी गाईहरूको समस्याको बारेमा कुरा गरेर हाम्रो यिनी गाईहरूमा भएको समस्याको समाधानको निम्ति सरहरूले चाहिँ यसलाई के कारणले पाठेघरमा के समस्या छ, किन यो हितमा आएर पनि हामीले थाहा पाइएन कि भन्ने कुराहरूको जानकारी दिने क्रममा मतलब त्यो उसमा चाहिँ जानकारी उहाँहरूले चाहिँ चेक गरेर पत्ता लगाएर भन्दै हुनुहुन्छ। आज हामीलाई चाहिँ त्यसको बारेमा के समस्या छ, के औषधि चलाउनु पर्छ भनेर चाहिँ डाक्टर साहबहरूले परीक्षण गर्नको लागि आउनुभएको छ। अब लामो भिडियो धेरै बनाउनु त सबै सम्पूर्ण तरिकाले त बनाउन सकिएन हामीले, तैपनि सामान्य हतारमा हामीले उहाँहरूले चाहिँ काम गर्दै गरेको सानो भिडियो बनाएका छौँ। यस भिडियोलाई राम्रोसँग हेर्नुहोला र अन्त्यमा यसको समाधान हामीले सरहरूले डाक्टर साहबहरूले के भन्नुभयो, के गर्न भन्नुभयो भन्ने कुराको पनि हामीले चाहिँ त्यो गर्नेछौँ। औषधि के गर्न भन्नुभयो, के दिनुभयो या केही औषधि चलाउनु भयो कि भन्ने कुराको हामीले भन्नेछौँ। भिडियोलाई नहटाइकन लास्टसम्म हेरिदिनु होला र च्यानल मन परे लाइक शेयर सब्सक्राइब गर्न नभुल्नु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर च्यानलमा जोडिनु होला भन्दै अब हामी गाईको परीक्षण पाठेघरको परीक्षणतिर अब गाईमा के समस्या छ भन्नेतिर सरहरूले गर्न लागेको कामहरू देखाउन गइरहेका छौँ। होइन यो युट्युब च्यानलमा जान्छ भर्खरै खोलेर भर्खरै सुरु भएको मलावर देवी काउ फार्म। मेरो चाहिँ आफ्नो अनुभव जे छ, मैले कसरी काम गर्छु आफ्नो अनुभवै सेयर गर्ने हो। त्यसबाट भिडियो हेरेर चाहिँ बाहिरबाट साथीहरू पनि आउनुहुन्छ। मलावर देवी काउ फार्म यसको भिडियो गर्नु पऱ्यो क्या सुरुमा चाहिँ होइन, यति बेर भुलिएछ होइन। सुरुमा चाहिँ अहिले गएर भइहाल्यो जानुभन्दा अगाडि 15 मिनटको एउटा इम्प्रोभिजर टाइपको यसो थियो, यसो भयो भनेर कि मेरो ओनरको देखाउनु पऱ्यो कि सबै भयो देखाउनु पैसा गर्न सक्यो भने
भिडियोले चाहिँ यसले खुद्द तर बाछी खसाल्नुहोस् यो भिडियोले खुद्द त्यसलाई बाछी खसाल्नु पर्यो विज्ञ टोलीहरू ल राख्छ नि यो धेरै राख्ने गरी आज चाहिँ विज्ञ केन्द्रका डाक्टर साहबहरू आउनुभएको थियो। पशु सेवा प्राविधिक डाक्टर साहबहरूले चाहिँ चेक गरेर प्राविधिकमा पनि विशेष गरी सबैले लगभग धेरैले चिन्नुभएको धेरैले जान्नुभएको लक्ष्मण प्रसाद घिमिरे सर आउनुभएको थियो। उहाँले चाहिँ यिनी बाछीहरूको चाहिँ चेकअप गर्नुभयो र उहाँले अब 26 र 28 गतेलाई 26 र 28 गते भनेपछि एउटा केही मितिमा औषधि चलाउने भनेर इन्जेक्सन चलाउने भनेर पनि लेखिदिनु भएको रहेछ। यिनीहरू चाहिँ अब जङ्गलतिर छोडिएका बाछी दुःख पाएका बाछी हुनाले यिनीहरूमा चाहिँ हल्का हिटमा आएको थाहा नपाइने समस्या पनि रहेछ। त्यसले गर्दाखेरि माटे जुकाको औषधि लिभोटोनिक खुवाउने 3 दिन खुवाउने अनि लिभोटोनिक खुवाएको 3 दिन खुवाएपछि जुका माटेको औषधि खुवाउने। मैले जुका माटेको औषधि खुवाउँदाखेरि यो गाईलाई मैले कम खुवाएको रहेछु। यो कालो गाईलाई मैले कम खुवाएको 3 गोली जम्मा खुवाएँ मैले बाछी सम्झेर। तर गाईको शरीर ठुलो भएको हुनाले उहाँ डाक्टर साहबले चाहिँ अलि डोज बढाइदिन भन्नुभयो, बढाउन भन्नुभयो र औषधि दिएर जानुभएको छ। 3 दिन लिभोटोनिक खुवाउने अनि लिभोटोनिक खुवाएको 3 दिनपछि जुका माटेको औषधि खुवाउने र जुका माटेको औषधि खुवाएको दिनको दिउँसोबाट त्यो बिहान औषधि पाइन्छ भने दिउँसोबाट फेरि लिभोटोनिक बाँकी रहेको लिभोटोनिक खुवाउने भनेर औषधि दिनुभएको छ। अनि एउटा यो औषधि दिनुभएको छ ओभोमिन भन्ने ओभोमिन त्यो औषधि पनि चलाउनु भएको छ। अनि यो कालो बाछीलाई त यो दुईटा भयो। त्यो बाछीलाई भने यो रातो बाछीलाई पर्जना यो हिटमा ल्याउनको लागि पर्जना भन्ने चाहिँ औषधि सरले चलाउनु भएको छ, दिएर जानुभएको छ। जुका माटेको औषधि मथिम गाउँपालिकाबाट लिएको यथावत थियो। अब भएको हुनाले चाहिँ उहाँहरूलाई त्यो औषधि अरूलाई काम लाग्न सक्छ, यहाँ मथिम छ नदिनुस् भनेर मैले लिभोटोनिक मात्रै मलाई दिनुभयो। मैले जुका माटेको औषधि आफ्नो घरमा भएको हुनाले मलाई दिने औषधि फ्रीमा पाइयो, सरले दिनुभयो भनेर लिने मात्रै होइन। त्यही भएर मैले चाहिँ मथिम छ सर भनेर मैले चाहिँ त्यो औषधि यहाँ नभएको र नदेखाएको घर छ। मथिम घर छ हाम्रो पालिकाबाट पशु सेवा शाखाबाट सरले चाहिँ दिनुभएको थियो, त्यो औषधि छ। र यस उसमा चाहिँ आएर हाम्रो फर्ममा आएर सरहरूले चाहिँ गाईको चाहिँ बाँझोपनको समस्याको बारेमा चाहिँ परीक्षण गरिदिनु भयो। यसको लागि म धेरै खुसी छु। यस्तै कार्यक्रमहरू पहिला पनि एकचोटि आउनुभएको थियो। सरले भनेअनुसारको काम गरेर हाम्रो गाई चाहिँ अहिले उताका गाई एकदम ठिक छन् अहिले। त्यसैले अब हजुरहरूकोमा पनि समस्या भएकोमा कतिपयले त जचाउनु भयो होला। धेरै कुरा हुन्छन् हामीले नजानेका कुराहरू सरहरूसँग सल्लाह सुझाव लिएर चाहिँ गर्नुपर्ने हुन्छन्। यिनी बाछीहरू चाहिँ हाम्रो घरमा नभएका र बाहिरबाट कोही जङ्गलबाट ल्याएका, कोही त्यस्तै पर्न गए अन्तबाट आएका हुन्। घर राम्रोसँग पालाइ भएका बाछीहरू होइन। त्यसैले चाहिँ यिनीहरूमा समस्या भयो। राम्रोसँग राम्रो खुराक दिएर पालियो भने धेरै जसो समस्या आउँदैन। हजुरहरूले पनि खानपानमा चाहिँ समस्या नबनाइकन खुराकमा चाहिँ एकदम राम्रो ध्यान दिएर के खुवाउँदा राम्रो हुन्छ भन्ने कुराको जानकारी लिएर चाहिँ हजुरहरूले चाहिँ खुवाउनु होला भन्दै आज आउनुभएको विज्ञ केन्द्रबाट आउनुभएको पशु प्राविधिकहरूलाई धेरै धन्यवाद व्यक्त गर्दै आज हामी यस भिडियोबाट छुट्न चाहन्छौँ। हस्त धन्यवाद।